दोस्रो विश्वयुद्धबाट निसासिएर शान्तिको छहारी खोजिरहेका दोस्रो विश्वयुद्धबाट निसासिएर शान्तिको छहारी खोजिरहेका अनन्त विश्व मानवहरूलाई भरोसा दिँदै उभिएको आजभन्दा 80 वर्ष अगाडि अक्टोबर 24, 1945 मा जन्मिएको एउटा शक्तिशाली छहारी जहाँ म आज उभिएको छु। गर्वले छाती ढुक्क भयो। सगरमाथा, बुद्ध, पशुपतिनाथ, जानकीको तपोभूमि, जन्म, धर्म र कर्मभूमि मेरो देश नेपाल कहिल्यै पराधीन भएन। एक स्वाभिमानी नेपाली आज न्युयोर्क सिटी, म्यानहट्टन, युनाइटेड नेसन प्लाजामा उभिएको छु। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा दिने, आर्थिक र सामाजिक विकास गर्ने, मानव अधिकारको संरक्षण गर्ने र आपतकालीन सहायता गर्ने यी पवित्र उद्देश्यहरू पूरा गर्न 51 सार्वभौम सम्पन्न राष्ट्रहरूबीच पवित्र सहमति भयो। यिनै सहमतिहरूलाई कार्यान्वयन गर्दै हाल विश्वका 195 राष्ट्रहरू सहकार्य गर्न जुटेका छन्, जसमा नेपाल पनि रहेको छ। यिनै राष्ट्रहरूको झण्डाहरू लस्करे उभिएका छन्। तीमध्ये टाढैबाट चिनिने चन्द्र सूर्य अंकित 3 कुने रातो झण्डा, उभिएर फहराइरहेको छ। त्यो मेरो देशको झण्डा हो। गर्वले छाती भरिन्छ। त्यसै मुनि म उभिएको छु।